सालीलाई हेरेँ। पातला टी सर्ट पानीले भिजेर प्रष्ट देखिएको थियो। उठेका छातीमा आँखा गइहाल्यो। हेरिरहेछु। मैले हेरेको देखेर सालीले भनिन्, के हेर्नु भएको नि त्यसरी? आफूलाई भिजेर कस्तो भएको छ? पुरै भिजेछौ भनेर हेरेको नि। हाँस्दै आँखा अन्त्य दौडाउँदै भनी, कस्तो सिकसिक भइसक्यो। रेनकोट बोक्नुपर्छ नि। उनले भनिन्, म पनि त भिजेको छु नि, हेर न। तपाईँ त भिजे पनि कपडा टाँसिँदैन। मलाई चाहिँ टेन्सन भइसक्यो भन्दै छातीमा ट्यासीको टी सर्ट तान्दै थिइन्। आउनुहोस् कथा सुरु गरौँ सालीसँगको यात्रा। म र मेरी श्रीमती काठमाडौँमा बस्थ्यौँ। म अनलाइन बिजनेस गर्थेँ। श्रीमती ब्युटिसियन तालिम दिने काम गर्थिन्। हामी सँगै साली नानी पनि बस्ने गर्थ्यौँ। दुईवटा रुम पहिले श्रीमती र म भएर लिएका थियौँ। साली आएपछि थप एउटा रुम थपेको थिएँ। साली नानीलाई हेर्दा श्रीमतीको सानो रुम जस्तो लाग्थ्यो। राम्री थिइन्। नयाँ जेनेरेसन भएर ड्रेस अप सेन्स राम्रो थियो। केटिएम आएर बस्न थालेको 2 महिना भएको थियो। राम्रोसँग बोल्ने गर्थिन्। म पनि उसँग बोल्न पाउँदा भित्रैदेखि प्रफुल्लित हुन्थेँ। एक दिन मेरो हेटौँडा जानुपर्ने भयो। सालीको पनि मामुबारे हेटौँडा भएको कारण जान मन गरिन्। दिउँसो 3 बजे बाइक लिएर हेटौँडा लाग्यो। हिँडेको 1 घन्टामा पानी पर्यो। रेनकोट बोकेको थिइनँ। दुवैजना भिजो। धेरै नै भिज्ने भयो भनेर रोडबाट अलिक तल रहेको सानो घरमा पुगेर ओत लाग्यौँ। सालीलाई हेरेँ। पातला टी सर्ट पानीले भिजेर प्रष्ट देखिएको थियो। उठेका छातीमा आँखा गइहाल्यो। हेरिरहेछु। मैले हेरेको देखेर सालीले भनिन्, के हेर्नु भएको नि त्यसरी? आफूलाई भिजेर कस्तो भएको छ? पुरै भिजेछौ भनेर हेरेको नि। हाँस्दै आँखा अन्त्य दौडाउँदै भनी, कस्तो सिकसिक भइसक्यो। रेनकोट बोक्नुपर्छ नि। उनले भनिन्, म पनि त भिजेको छु नि, हेर न। तपाईँ त भिजे पनि कपडा टाँसिँदैन। मलाई चाहिँ टेन्सन भइसक्यो भन्दै छातीमा ट्यासीको टी सर्ट तान्दै थिइन्। तिमीलाई गाह्रो भयो जस्तो छ भन्दै विन्ड चिटर दिएँ। उनले विन्ड चिटर लगाइन्। कुर्दा कुर्दै 5 बजिसकेको थियो। पानी रोकिएको थिएन। एकछिनमा घरका बा आइपुगेछन्। कुट्टो कोदालो बोकेर हामीलाई हेर्दै आँगनमा आइपुगे। म त को आएछ मेरो घरमा भनेर सोचिरहेको थिएँ। यस्तै भन्दै बाले कुट्टो कोदालो बिछाउनु भयो। हेटौँडा हिँडेको, पानी परेपछि ओत लाग्न बसेको, पानी रोकिएन भन्दै बालाई हाम्रो कुरा सुनाए। अगाडि पहिरो लडेको छ भन्थे, फेरि पानी पनि रोकिएको छैन। भिज्नु भएको रहेछ। म आगो बालिदिन्छु, अलि चिसो लाग्दैन भन्दै बाले ढोका खोलेर आगो बालिदिनुभयो। हामी ब्याग राखेर आगोको नजिकै बस्यौँ। बा भोलिको रोपाइँ छ, म बिउ लिएर आउँछु, तपाईँहरू आगो ताप्दै गर्नुहोस् भनेर उकालो लाग्नुभयो। हुन्छ भनेर आगो तापिरह्यौँ। सर्ट चिसो भएकाले सर्ट र गन्जी फुकालेर सुकाएँ। उता फर्काए साली नानी भनेर जिस्काए। तिमी पनि लुगा सुकाऊ, चिसो लाग्छ भने। अर्को लुगा ल्याएको छैन, के लगाउनु र? उनले अप्ठ्यारो मान्दै भनिन्। भित्री कपडा खोलेर सुकाऊ, विन्ड चिटर मात्रै लगाएर बस्दा भइहाल्छ नि। भित्रभित्र रोमाञ्चित हुँदै भने, तपाईँ यहीँ हुनुहुन्छ, कसरी फेर्नु र? उनले अप्ठ्यारो मानिन्। म उता फर्क्यौँला फेर्दाखेरि, फेरि भने। उनी अलि पर गएर विन्ड चिटर खोलिन्। म नहेरु भन्दा भन्दै आँखा गइहाले। त्यो पनि खोलेर विन्ड चिटर लगाइन्। टी सर्ट र भित्री कपडा छेउमा टाँगिन्। मेरो छेउमा आएर आगो ताप्न थालिन्। हेर्नु त भएन नि? उनले हाँस्दै सोधिन्। हेरे पनि उता फर्किएकी थियौ, के नै देखिन्थ्यो र? मैले थप रोमाञ्चित वातावरण बनाउन थालेँ। कस्तो तपाईँ त हेर्नु भएछ? हेरिन हौ सत्य, हेरेकै भए पनि ढाड त केटीहरू देखाएरै हिँड्छन् नि अचेलभरि। मैले त देखाएर हिँडेको छैन है, उनले भनिन्। तिम्रो दिदी खाने ढाड नङ्गे देखाउने लगाउँछे। तिमी पनि पछि
त्यस्तै त लगाउँछ होला नि। त्यो त फेसन हो नि, सबैले त्यस्तै लगाउँछन्। ढाडमा एउटा डोरो हुनु र नाङ्गे हुनुमा केही फरक छ त? मैले हाँस्दै भनेँ। भिनाजु पनि पुरानो सोच भए जस्तो गर्नुहुन्छ। फेसन पनि चिन्नुहुन्न। मैले जिस्काउँदै भनेँ नि, पछाडि ढाड नाङ्गी, अगाडि पनि छाती मात्रै छोप्नु चाहिँ फेसन हो त? मैले थप जिस्काउँदै भनेँ। छ्या तपाईँ त के भन्नुहुन्छ? चोली लगाएको नि, चोली लगाउनु त संस्कारी होइन र? अलि लामो चोली लगाएको पो राम्रो त, छोटो लगाएर हुन्छ त? भनेपछि भिनाजीलाई दिदीले चोली लगाएकोमा प्रब्लम रहेछ है? उनले हाँस्दै भनिन्। त्यति मात्रै हो र? अहिले त टी सर्ट पनि छोटो हुने रहेछ नि, छाती मात्र ढाक्ने, त्यस्तो पनि लगाउन मन गर्छ। मेरो कुराले उनी जोडले हाँसिन् अनि भनिन्, त्यो पनि फेसनै हो नि, दिदीलाई भन्नुपर्ने रहेछ, भिनाजीलाई फेसनबारे जानकारी दिनु भनेर। त्यो छोटो टी सर्ट लगाउँदा हात तल हुँदा त ठिकै छ, त्यो हात माथि उठाउँदा त टी सर्ट चोरिएर सबै देखिने रहेछ, त्यस्तो नि फेसन हो र? म क्रमशः रोमाञ्चित हुँदै थिएँ। छ्या, भिनाजी पनि के हेर्नु हुँदो रहेछ, कहाँ देखिन्छ त? भित्री कपडा लगाएका हुन्छन् नि, उनले हाँसेर भनिन्। भित्री कपडा देखियोस् भनेर लगाएको हो त त्यस्तो टी सर्ट? मेरो प्रश्न। होइन, फेसन हो नि, देखिँदैन है? उनले हाँस्दै भनिन्। सालीतिर हेरी मन्द मुस्कुराउँदै भन्दै थिइन्, देखेको छु र त भनिरहेको छु, केटीले देखाउने त्यस्तै टी सर्ट लगाएको जस्तो लाग्छ मलाई त। मेरो भनाइ, अति छोटो लगाउँछन् कोही, त्यही भएर देखेको होला, नत्र त देखिँदैन। माथि पनि छातीको आधा भाग देखिएको हुन्छ, तल पनि छोटो हुन्छ, छातीसम्मकै, भित्री कपडा जस्तै मात्रै लगाएर हिँडेको देखेको छु। त्यस्तै केटी धेरै हेर्नुहुन्छ होला, अनि देखिएको नि, केटालाई देखाउनै लगाएका होलान्, त्यही भएर त बलात्कारका घटना बढ्छन् नि। छोटो लुगा लगाएर बलात्कारका घटना बढेका छन् भन्ने चाहिँ बेकारको कुरा हो भिनाजु। शरीर चाहिने भन्दा बढी देखाउँदा केटाहरू बढी आकर्षित हुन्छन् केटीहरूमा, त्यो त थाहा छ नि तिमीलाई। त्यस्तो केटीमा आकर्षित हुनुभयो कि कसो भिनाजु? दिदीले मार्नु होला नि फेरि। हँसाउँछु तिमी पनि, तिम्रो दिदी झन् पहिलाभन्दा राम्री हुन खोज्छे। अहिले त चोली पनि अर्कै हुँदो रहेछ नि, फर्मवाला। मलाई अर्कै हेर्छे भन्छौ तिमी। दिदीका सबै कपडा विचार गर्नु हुँदो रहेछ भिनाजु त। आफ्नै श्रीमतीको कपडा विचार मात्रै होइन, राम्रोसँग हेरिन्छ पनि। साले जोडले हाँसिन्। हेर्नु भन्न थालिन्। सुरुमा चोलीको बारेमा थाहा पाउँदा पो छक्क परेको थिएँ म त। कुरा थप्दै भने, के कुराले छक्क पर्नु भएर? चोलीभित्र त केही कपडा हुँदो रहेनछ, पहिला त भित्री कपडा पनि लगाउँथे, किन नलगाएको पनि थाहा पाउनु भयो होला नि? सालीले हाँस्दै भने, भित्री कपडा त चोलीमै टाँसिएको हुँदो रहेछ। मेरो कुराले साली जोडले हाँसिन्। दाउरा थपिन्। आगो बलिरहेको थियो। सजिलो हुन्छ नि त भिनाजु, लगाउन पनि, उनले थपिन्। लगाएको त ठिकै हो, तर त्यस्तो कपडाले झुक्क्याउँदो रहेछ। कसरी झुक्क्याएर? कोही केटीले त साइज ट्रियर देखाउन पनि लगाएका हुँदा रहेछन्, भर्खरै थाहा पाएको थिइन्। उनले थप मुस्कुराइन् अनि भनिन्, धेरै कुरा विचार गर्न थाल्नु भएछ भिनाजु, अझै सुन्दर देखिन लगाएका हुन् नि। जति ठुला बनायो त्यति सुन्दर हुने हो र? मेरो प्रश्न। साह्रै साना पनि राम्रो देखिँदैन नि त। ती पनि दिदीले भन्नुभएको होला नि भिनाजुलाई। भन्छन् भन्न त, कुनै कुरा त अझ नयाँ जेनेरेसनलाई थाहा हुन्छ नि, सबै थाहा हुन्न भिनाजु। श्रीमान श्रीमतीमा सबै कुरा थाहा हुने हो नि, एक अर्कोमा सेयर हुन्छ होला नि त। तिमीले पनि त बिहा बनाएको होला नि त। छैन भिनाजु, त्यस्तो सोच नै आएको छैन। अहिलेको जमानामा त बिहा नभएका केटी नै भेटिँदैनन् नि। म छु त भिनाजु। अब व्यवसाय पढ्दैछौ, अब भइहाल्ला नि तिम्रो पनि। यस्तै राम्री छौ, दिदी भन्दा राम्री छौ तिमी। छैन है राम्री, त्यसै भन्नुहुन्छ।
जिउ कति मिलेको छ, राम्री छौ। अघि हेर्नुभयो कि क्या हो? उनले कर्के आँखाले हेरिन्। म हाँसेँ। तपाईँलाई पख्नु न, चन्नु हेर्नु भने? उनले थपिन्। देखिन हौ साली नानी, हाँस्दै भने। अनि फेरि थपे। नाङ्गो ढाड त केटीहरू देखाएरै हिँड्छन्। कथा कस्तो लाग्यो? प्रतिक्रियाको लागि कमेन्ट गर्नुहोला। कथा राम्रो लाग्यो भने एक लाइक अवश्य गर्नुहोला। यो कथाको दोस्रो भाग लिएर छिटै आउनेछौँ, प्रतीक्षा गर्नुहोला। कथामा रुचि राख्नुहुन्छ भने स्क्रिनमा देखाइएका कथा सुन्न सक्नुहुन्छ।